नमस्कार दर्शकबिन। जिउँदै इटा भट्टीमा मानिस जलाएको आरोप लागेका पूर्व मन्त्री अफ्ताब आलमलाई सफाई दिएको भन्दै न्यायाधीश द्वय खुशीराम थारू अर्जुन महर्जन माथि नै कालो मुसो पसिनाको कमाइको करबाट स्यालेरी खाएर जनतालाई न्याय नदिएको भन्दै नेकपा कम्युनिस्ट पार्टी बहुमतका 3 जना कार्यकर्ताले अर्जुन माथि घर भएका किशोर कुमार र सरलाई घर भएका जिल्ला इन्चार्ज पदम बहादुर मगर र सिरा घर भएका सदस्य गर्गु महत्वले इजलासमा नै गएर कालो मुसो प्रहार गरेका छन् र अहिले हाल कालो मुसो प्रहार गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिइसकेको पनि जानकारी आएको छ। र साथै तपाईहरूको मनमा के लाग्छ, र कालो मुसो दल्नु सही थियो अथवा गलत थियो, र न्यायाधीशको निर्णय सही थियो या गलत थियो, तपाईहरूले यसको तल कमेन्ट गर्न सक्नुहुन्छ।